जब कल्पनाको एउटा सानो चिजको रूपान्तर भएर मानिसहरूले देख्छ, छुन्छ र अनुभव गर्न सक्ने वस्तु बन्छ, त्यहाँ एक शान्त र अद्भुत जादु जन्मिन्छ। कसैको मनभित्रै मात्र बाँचिरहेको एउटा विचार आफ्नै यात्रा सुरु गर्छ, पहिले एउटा स्केचको रूपमा, त्यसपछि अवधारणको रूपमा अनि बिस्तारै कुशलतापूर्वक बनेको रूप लिएर अन्ततः एउटा कोठामा सजावट भएर उभिन्छ, जसले वातावरण, मनोभाव र अनुभूति परिवर्तन गर्छ। सजावट कहिल्यै केवल एउटै वस्तु मात्र हुँदैन, यो हो दृष्टिको अनुभव, कसैको सोचभित्र लुकेको अर्थलाई बाहिर निकालेर आकार दिन सक्ने डिजाइनको क्षमता। सृजनात्मक सहकार्य जहाँ कल्पना र कौशल एक अर्कासँग भेटिन्छन्, दृश्यमा बदलेको कथा जहाँ हरेक कुमाउरो रेखा, हरेक रङ, हरेक बनावटले आफ्नै उद्देश्य बोकेको हुन्छ, भौतिक स्मृति जसले मानिसहरूलाई उनीहरू को हुन्, के मूल्य राख्छन् र के सपना देख्छन् भन्ने सजाइन्छ। आशा छ यो जानकारीले तपाईँहरूलाई प्रेरणा दियोस् भन्दै भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।